गाइज होइन देशले अहिले नचिनेको नेता र अब नबुझेको भनौँ कि नचिनेको नेता भनौँ न होइन हर्क सम्पाङ क्या हर्क सम्पाङसँग मेरो एउटा भेट भएको थियो एउटा किस्सा छ क्या गाइज म चाहिँ विदेशबाट नेपाल घुम्न गएको थिएँ बिदामा होइन अनि म धरान पनि पुगेको थिएँ होइन धरान पुग्दाखेरि म हर्क सम्पाङको एकदम ठुलो फ्यान होइन अहिले पनि फ्यानै हो होइन म उहाँलाई सपोर्ट गर्छु होइन मेरो किस्सा चाहिँ के हो भने म नगरपालिका गएको थिएँ होइन एउटा फोटो खिचौँ भेटौँ भनेर होइन बुढालाई त्यहाँ भेटिएन त्यसपछि त्यहाँबाट थाहा पाएँ कि फिल्डमा हुनुहुन्छ भनेर होइन अनि म फिल्डमै गएँ अनि अब एकछिन कुरा भयो होइन लगभग 1-2 मिनट कुरा भयो त्यसपछि फोटो खिचौँ भनेको होइन मलाई बुढाले 5 मिनट श्रमदान गराएर होइन ढुङ्गा बोक्न लगाएर 5 मिनट होइन धेरै त गर्न लाउनु भएन 5 मिनट ढुङ्गा बोक्न लगाएर मात्रै फोटो खिच्यो क्या त्यस्तो खालको नेता हो क्या एकदम माटोको नेता हो क्या अनि त्यहाँबाट अझ म इम्प्रेस भयो क्या हर्क सम्पाङसँग चाहिँ अब अहिले चाहिँ 5 मिनटमा स्ट्याटस हाल्नुहुन्छ होइन अब अनि अब के कुराहरू आइरहेको हुन्छ उहाँलाई होइन मजाक पनि उडाइरहेको छ होइन एकदम तर हाम्रो देशले नचिनेको एउटा नेतामा चाहिँ उहाँ पर्नुहुन्छ क्या देशलाई चाहिने नेता तर हामी नेपालीहरूले चाहिँ चिन्न सकिरहेको छौँ क्या को हर्क सम्पाङ भनेर क्या एकदम देशभक्त नेता हो हर्क सम्पाङ